2026 भइसक्यो अनि तपाईँ अझै पनि सोचिरहनु भएको छ अब कन्टेन्ट क्रिएसन सुरु गर्न ढिलो भयो कि? अनेस्टली भन्नुपर्दा यो क्वेसन अहिले धेरै मानिसहरूको दिमागमा आइरहेको छ, किनभने जहाँ हेऱ्यो त्यही कन्टेन्ट देखिन्छ, टिकटक, इन्स्टाग्राम, फेसबुक, युट्युब सबै ठाउँमा। त्यसैले नेचुरली लाग्छ अब त सबैजनाले सुरु गरिसके, मेरो ठाउँ कहाँ छ? म तपाईहरूसँग सिधा कुरा गर्छु, तपाईहरू ढिलो हुनुभएको होइन, तपाईले सुरु नै गर्नुभएको छैन। ढिलो हुनु र सुरु नगर्नु यी दुई फरक कुरा हुन्। धेरै मानिसहरू ढिलो भयो भनेर एक्सक्युज बनाउँछन्, तर वास्तवमा उनीहरू डराइरहेका हुन्छन्। मेरो नाम ममित हो, म एउटा भिडियो एडिटर हुँ र मैले धेरै समयदेखि अरूको कन्टेन्ट एडिट गर्दै आइरहेको छु। मैले धेरै क्रिएटर्सहरूको जर्नी नजिकबाट देखेको छु, कसैले जिरोबाट सुरु गरेर ग्रो गरेको देखेको छु र कसैले आइडिया हुँदाहुँदै पनि सुरु नगरेको देखेको छु। मैले एउटा कुरा क्लियर बुझेँ, जो मानिसहरू सुरु गर्छन् उनीहरू इम्प्रुभ हुन्छन्, जो मानिसहरू सोचिरहन्छन् उनीहरू त्यहीँ रहन्छन्। अब एउटा कुरा क्लियर गरौँ, मार्केट स्याचुरेटेड छ कि छैन? धेरैले भन्छन् स्याचुरेटेड भइसक्यो, तर साँचो कुरा के हो भने स्याचुरेटेड खराब कन्टेन्ट हो, राम्रो कन्टेन्ट कहिले स्याचुरेटेड हुँदैन। एउटै टपिकमा सयौं भिडियो हुन्छन् तर केही भिडियो मात्र भाइरल हुन्छन्, किनकि डिफ्रेन्स हुन्छ प्रेजेन्टेसनमा, क्ल्यारिटीमा र डेलिभरीमा। अडियन्सहरू आज पनि राम्रो कन्टेन्ट खोजिरहेको हुन्छ। प्रब्लम कन्टेन्टको क्वान्टिटी होइन, क्वालिटी हो। अहिलेको समयमा प्लेटफर्महरूलाई फ्रेस कन्टेन्ट चाहिएको छ। टिकटक, इन्स्टाग्राम रिल्स, युट्युब सर्ट्स यी सबै प्लेटफर्महरू एल्गोरिदमले नयाँ क्रिएटर्सलाई पुश गरिरहेका छन्। किनकि उनीहरूलाई नयाँ कन्टेन्ट चाहिन्छ। तपाईसँग फलोअर्स नभए पनि एउटा राम्रो भिडियोले हजारौं मानिससम्म पुग्न सक्छ। यो कुरा 4-5 वर्ष अगाडि सम्भव थिएन, तर अहिले छ। तर समस्या के हो भने धेरै मानिसहरू क्रिएट गर्नुभन्दा कन्ज्युम गर्नमै व्यस्त छन्। उनीहरू दिनभर स्क्रोल गर्छन् तर आफैले एउटा भिडियो बनाउँदैनन्, खाली सोचेर बस्छन्। अब सबैभन्दा ठुलो मिस्टेक के हो भने पर्फेक्ट मोमेन्ट पर्खनु। म रेडी भएपछि सुरु गर्छु, मसँग राम्रो क्यामेरा भएपछि सुरु गर्छु, तर रियालिटी के हो भने त्यो पर्फेक्ट मोमेन्ट कहिल्यै आउँदैन। तपाईँ रेडी भएर सुरु गर्नुहुन्न, सुरु गरेपछि रेडी हुन्छ। तपाईँ कन्फिडेन्ट भएर सुरु गर्नुहुन्न, सुरु गरेपछि कन्फिडेन्ट बन्नुहुन्छ। साँचो कुरा भन्नुपर्दा यो मेरो पहिलो युट्युब भिडियो हो, तर म कन्टेन्टको दुनियाँमा नयाँ होइन। म धेरै समयदेखि अरूको भिडियोजहरू एडिट गर्दै आएको छु र त्योबाट कमाइ पनि गरिरहेको छु। त्यसैले क्यामेरा पछाडि के काम हुन्छ, के कुराले भिडियो राम्रो बन्छ मलाई राम्रोसँग थाहा छ। तर आफ्नै कन्टेन्ट सुरु गर्ने कुरा म पनि आजबाटै सुरु गर्दैछु। किनभने मैले एउटा कुरा बुझेँ, जति जान्ने भए पनि सेयर नगरेसम्म त्यसको भ्यालु हुँदैन। त्यसैले यदि तपाईँ अझै सोचिरहनु भएको छ ढिलो भयो भनेर, एन्सर एकदम सिम्पल छ, अहिले पनि ढिलो भएको छैन। तर तपाईले सुरु नगरेसम्म तपाईका लागि सधैँ ढिलो नै हुनेछ। त्यसैले वेट नगर्नुहोस्, सोचिरहनुभन्दा आजबाटै सुरु गर्नुहोस्। सानो सुरु गर्नुहोस्, पर्फेक्ट नहुनुहोस्, तर सुरु गर्नुहोस्।